नेपाल र भारत दक्षिण एसियाका छिमेकी देशहरू हुन्। यी दुई देशहरूबीच निकै पुरानो र बलियो सम्बन्ध छ। भौगोलिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक वा भनौँ हरेक जसो दृष्टिले यी देशहरू निकै नजिक छन्। आउनुहोस् आजको भिडियोमा नेपाल भारत सम्बन्धको बारेमा विचार विमर्श गरौँ। नेपाल भारतको सम्बन्ध परापूर्व कालदेखि रहिआएको छ। भारत भन्ने देश नभन्दै यस क्षेत्रमा भएका प्राचीन देशहरूसँग नेपालको सम्बन्ध रहेको थियो। जीवनशैली, भाषा, रहनसहन, वेशभूषा, संस्कृति आदिमा समानता भएकाले पनि नेपाल भारतबीच यति बलियो सम्बन्ध भएको हुनुपर्छ। हुन त छिमेकी देश भएका कारण यी दुवै देशसँग सम्बन्धका तिता मिठा अनुभवहरू पनि छन्। दुई देशबीच खुला सिमाना छ, अर्थात् एक देशको बासिन्दालाई अर्को देशमा जानका लागि भिजा आवश्यक पर्दैन। नेपाल र भारतको सीमा क्षेत्रमा बस्ने नेपालीहरू एकअर्कासित विवाह गर्छन्। नेपाल आयातमुखी अर्थतन्त्र भएको देश हो, अर्थात् नेपालीहरू भारतीय बजारबाट अत्यावश्यक सामग्रीहरू किन्ने गर्दछन्। पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, स्वयम्भू, स्वर्गद्वारी लगायतका तीर्थस्थलहरूको दर्शन गर्नका लागि भारतका लाखौँ भक्तहरू नेपाल आउँछन्। नेपालबाट पनि भारतमा चारधाम लगायत अन्य मन्दिरहरूमा जाने भक्तहरूको घुइँचो लाग्छ। नेपालमा जन्मिएका गौतम बुद्धले भारतमा बौद्ध धर्मको विकास गरेका थिए। सम्वतको 3औं शताब्दी अघि नै सम्राट अशोकले लुम्बिनीमा स्तम्भ स्थापना गरिसकेका थिए। प्राचीनकाल र मध्यकालमा नेपाली शिल्पीहरूले भारतीय मन्दिरहरूको निर्माणमा उल्लेखनीय योगदान दिएका थिए। मध्यकालमा नेपाली मुद्रा वा मोहर भारतीय बजारमा चलाइन्थ्यो। अहिले पनि सीमा क्षेत्रमा नेपाली रुपियाँको कारोबार हुन्छ। नेपाली बजारमा भारतीय रुपियाँको प्रयोग हुने गरेको देखिन्छ। भारतलाई बेलायतीहरूले उपनिवेश बनाएपछि बेलायतीहरूले नेपाललाई पनि कब्जा गर्न चाहेका थिए। नेपाली सेनाले उनीहरूसँग ठूलो युद्ध गर्नु पर्यो। सन् 1814 देखि 1816 भएको नेपाल अंग्रेज युद्धपछि नेपालले ब्रिटिस सरकारसँग सुगौली सन्धि गर्यो। त्यतिबेला नेपालले कुमाऊ, गढवाल तथा तराईको ठूलो भूभाग गुमायो। त्यसपछि गोर्खा सेनालाई ब्रिटिस भारतीय सेनामा भर्ना गर्न थालियो। यसरी सुरु भएको गोर्खा रेजिमेन्ट अहिले पनि भारतमा काम गरिरहेको छ। राणा शासनको बेला नेपाल र भारतका बीचमा सुमधुर सम्बन्ध थियो। राणा प्रधानमन्त्री चन्द्र शमशेरले ब्रिटिससँग नेपाल ब्रिटेन मैत्री सन्धि हस्ताक्षर गरेका थिए। सन् 1923 भएको यस सन्धिले नेपालको स्वतन्त्रतालाई औपचारिक रूपमा पुष्टि गर्छ। नेपालले ब्रिटिस सरकारलाई प्रथम र द्वितीय विश्वयुद्धमा गोर्खा सैनिक उपलब्ध गराएको थियो। पछि भारतको स्वतन्त्रता संग्राममा पनि नेपाली विद्यार्थीहरूले योगदान दिए। फलस्वरूप 1947 भारत स्वतन्त्र भयो। सन् 1950 नेपाल भारतबीच शान्ति तथा मैत्री सन्धि भयो। यस सन्धि अनुसार नेपाल भारतबीच खुला सीमा कायम गरियो। नेपाली र भारतीय नागरिकहरूले एकअर्को देशमा स्वतन्त्र रूपमा आउन जान पाउने भए। पञ्चायती शासनकालमा नेपाल भारत सम्बन्धमा धेरै चुनौतीहरू देखिए। तत्कालीन राजा महेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरेर स्वतन्त्र विदेश नीतिको इच्छा देखाएका थिए, तर भारतले यसमा सहयोग गरेन। विक्रम सम्वत 2046 को आन्दोलन र विक्रम सम्वत 2062-63 को आन्दोलनमा भारतले नेपाली राजनीतिक दलहरूलाई भित्रभित्रै सहयोग गरेको थियो। नेपालको राजनीतिमा भारतको विशेष चासो रहिआएको छ। विक्रम सम्वत 2072 नेपालको संविधान घोषणा भएपछि र नेपालले लिपुलेख र लिम्पियाधुरा सहितको नेपालको नक्सा प्रकाशन गरेपछि नेपाल भारत सम्बन्ध केही चिसिएको देखिन्छ। जस्तो कि नेपालको संविधान 2072 बनेपछि तराईमा मधेसी आन्दोलन भएको थियो। यसलाई भारतले भित्रभित्रै सहयोग गर्यो र नेपालमाथि अघोषित नाकाबन्दी पनि लगायो। यसपछि नेपालले चीनबाट अत्यावश्यक सामग्रीहरू मगाउनु पर्ने अवस्था आएको थियो। महाकाली सन्धि, टनकपुर बाँध, कोशी बाँध जस्ता परियोजनाहरूमा नेपालले आफू ठगिएको महसुस गरेको छ। भारत जहिले पनि नेपालमा भारत प्रथमको नीति लागू भएको हेर्न चाहन्छ, तर पछिल्लो समय नेपाल र चीनको सम्बन्धमा निकै सुधार भएको छ। यसबाट भारतको सुरक्षा चासो बढेको देखिन्छ। नेपाल भारतबीच सहकार्यका नयाँ क्षेत्रहरू पनि छन्। सन् 2020 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको रामायण सर्किटलाई विकास गर्ने घोषणा गरेका थिए। यसले धार्मिक पर्यटनमा सहयोग गर्ने देखिन्छ। नेपाली कामदारहरू भारतमा काम गर्छन् र भारतीय कामदारहरू पनि नेपालमा काम गर्न आउँछन्। भारतले नेपाललाई विभिन्न क्षेत्रहरूमा आर्थिक सहयोग गरेको छ, जस्तो कि मेची नदी पुल, कोशी नदी पुल र जोगबनी वीरगञ्ज रेल लाइन जस्ता परियोजनाहरू भारतीय सहयोगमा निर्माण भएका छन्। विक्रम सम्वत 2008 मै उद्घाटन सहित गरिएको काठमाडौँ तराई जोड्ने त्रिभुवन राजमार्ग बनाउनका लागि भारतबाट सहयोग प्राप्त भएको थियो। भारत सरकारको सहयोगमा विभिन्न विद्युत ट्रान्समिसन लाइनहरू बनेका छन्।
भारतले वीरेन्द्र सैनिक अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका परियोजनाहरूमा सहयोग गरेको छ। 2072 सालको भूकम्पका बेला भारतले नेपाललाई 1000 करोड भारतीय रुपियाँ सहयोग गरेर असल छिमेकीको भूमिका निभाएको कुरा हामीले बिर्सनु हुँदैन। भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउनका लागि मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बनाइएको छ। यसका लागि भारतले आर्थिक अनुदान तथा सहुलियत ऋण प्रदान गरेको छ। नेपाल भारत बीचको सम्बन्ध द्विपक्षीय सहयोगमा आधारित छ। नेपालले भारतलाई पनि विभिन्न क्षेत्रहरूमा सहयोग गरेको छ। संयुक्त राष्ट्रसङ्घ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा भारतका विभिन्न प्रस्तावहरूलाई नेपालले समर्थन गरेको छ। बिहार लगायतका भारतीय भूभागहरूमा हुने बाढीको नियन्त्रणका लागि नेपालका विभिन्न नदीहरूमा बाँध बाँधिएको छ। यसबाट हरेक वर्ष हुने गम्भीर धनजनको क्षति उल्लेख्य रूपमा कम भएको छ। नेपालले भारतीय उत्पादनलाई प्राथमिकता दिने गरेको छ, अर्थात् नेपाल भारतीय उद्योगहरूको लागि एक प्रमुख बजार हो। कोरोना महामारीका बेला नेपालले भारतलाई आर्थिक तथा भौतिक सहयोग गरेको थियो। त्यसैगरी नेपालमा उत्पादित जलविद्युतको व्यापार भारतमा पनि हुने गर्दछ। नेपालमा उत्पादित विद्युतले लोड धान्न नसकेको बेलामा चाहिँ भारतले पनि नेपाललाई विद्युत व्यापार गर्दछ। नेपाल र भारत बीचको सम्बन्ध असल छिमेकीका रूपमा बलियो हुनुपर्छ। धर्म, संस्कृति, अर्थतन्त्र लगायतका धेरै पक्षहरूले जोडिएको यो सम्बन्धमा आपसी विश्वास कायम रहनुपर्छ। नेपाल र भारतका उच्च अधिकारीहरू तथा राजनेताहरूले एकअर्को देशको भ्रमण गर्ने पुरानो परम्पराले निरन्तरता पाउनुपर्छ। यस्ता भ्रमणहरूबाट दुवै देशले आपसी अविश्वासको अन्त्य गर्दै जानुपर्छ। भारतले आफू शक्ति राष्ट्र भएको आधारमा नेपालमाथि हस्तक्षेप गर्नु हुँदैन र नेपालले पनि हरेक हिसाबबाट महत्त्वपूर्ण रहेको छिमेकीलाई चिढाउने काम गर्नु हुँदैन। धन्यवाद।